हेलो साथीहरू नमस्कार। हजुरहरूमाझ आज पनि मैले फेरि मेरो नयाँ भिडियो लिएर आइसकेको छु हैन। हजुरहरूको सामु हजुरहरूले मेरो भिडियोलाई माया गरेर हेरिदिनु होला हैन। लाइक कमेन्ट शेयर र सब्स्क्राइब गरिदिनु होला। आज चाहिँ भने मैले चिकनको मिट चाहिँ है आज मैले सब्जी कसरी बनाउने तरकारी भनेर चाहिँ मैले लिइसकेको छु। म चाहिँ आफ्नै पारामा बनाउँदैछु है। हजुरहरू कसरी बनाउनुहुन्छ त्यो चाहिँ हजुरहरूले पनि भिडियोहरू बनाएर सेयर गर्नु होला हैन। अनि आज चाहिँ भने मैले पहिले लिएर काटेँ अनि यो चाहिँ धोएर पुरा धुनुपर्छ नि त। अनि धोएर चाहिँ मैले चट्ट सफा गरेर चाहिँ एउटा थालमा राख्दैछु हैन। अनि हजुरहरूलाई म सम्पूर्ण जानकारी दिने नै छु म चाहिँ कसरी बनाउने छु भनेर। अनि यसरी प्याज काट्दैछु म है। अब यो प्याजलाई चाहिँ एकदम चट्टसँग काटेर अघि बढिरहेको छु निरन्तर भिडियोलाई। भने मैले प्याज पनि काटिसकेँ। अब हल्का कम छ चिकन, त्यही भएर म चाहिँ आलु पनि अलिकति मिसाउने प्रयास गरिरहेको छु हैन। अनि जस हामीले सानोतिनो केही चिजहरू चाहिँ मिसाएको हुन्छौँ है। अब भनेपछि मैले आलु पनि काटिसकेँ। हेर्नुहोस् साथीहरू होइन। अब मैले फ्राई प्यानमा तेल हालेँ अनि अब प्याज पनि हालेँ। फेरि प्याज हालेर अब म फ्राई गर्दैछु होइन। फ्राई गर्नतर्फ लागेँ। फ्राई गर्ने होइन। हल्का रातो बनाउने, यत्तिकै चाहिँ रातो बनाउनै पर्छ होइन। अनि त्यहाँबाट चाहिँ टमाटर हालेपछि टमाटर हालेर फ्राई गर्ने अनि त्यहाँबाट यत्तिकै चाहिँ रातो त होइन। चट्ट फ्राई गरेपछि अब चिकन हाल्ने अनि चिकनलाई चाहिँ सट्ट हालेर होइन। फेरि चिकनलाई पनि फ्राई गर्ने है। यो चाहिँ आज अलिकति चलाउनलाई थोरै अप्ठ्यारो भयो क्या फोन पक्रिँदै। त्यही भएर म चलाउँदैछु होइन। फ्राई यसरी गर्ने हो। यसलाई पनि टक्क फ्राई गर्ने होइन। चट्ट पानी निस्किन्छ अनि यो पानी चट्ट सुक्ने हिसाबले चाहिँ हामीले गर्नुपर्ने हुन्छ। अब म यो छोप्नको लागि नयाँ बेसार हालेर टक्क फ्राई गरेँ। आलु हालेँ अनि त्यहाँबाट चाहिँ अब फेरि फ्राई गर्ने होइन। यसरी हेर्नुहोस् पानी आएको छ होइन। फेरि पनि चट्ट अब ढाकिदिने 5 मिनट जति ढाकिदिने। अनि फेरि होइन 5 मिनटपछि यसरी ओपन गर्ने। अनि ओपन गरिसकेपछि फेरि पनि निरन्तर दिने फ्राई गर्न। यसरी पानी बचाउँछ आउँछ होइन। मजाले उम्लेको देख्नु पऱ्यो है। मजाले चाहिँ फ्राई गर्न सक्नुहुन्छ हजुरहरू पनि है। म चाहिँ आफ्नै पारामा होइन। अनि मैले बेसार पनि अघि हालिसकेको छु। आज मैले चाहिँ अब खुर्सानी चाहिँ हालेन भन्नुहुन्छ होला। खुर्सानी चाहिँ हाम्रो धुलो हाल्ने हो होइन। धुले खुर्सानी युज गर्छौँ। अनि अब फेरि फ्राई गर्दैछु। यस्तो भएको छ होइन। हेर्नु होला तपाईँहरूले कसरी बनाउनुहुन्छ। फेरि फ्राई गरेर है। अब चाहिँ उहाँले साथीलाई मैले बोलाएको थिएँ अनि साथीले फोन गर्नुहुन्छ है। अनि अब चाहिँ मसला हाल्ने टाइम आयो। यो चाहिँ हाम्रो मिक्स मसला हो होइन। अनि मिक्स मसला पनि हालिसकेँ मैले। यो चिकन मसला हाल्दैछु होइन साथीहरू। अनि अब चिकन मसलालाई चट्ट हाल्ने। अनि मसला के छ मसला मैले प्रायः सबै हाल्दैछु। यो जिरा धुलो यो हाल्दै गरेको मैले अजिना होइन। अनि यसै गरेर चाहिँ यो नुन हाल्दैछु होइन। नुन अलिक कडाइ हाल्दैछु कस्तो हुने हो होइन। अनि यो चाहिँ धनियाँको पाउडर होइन। हजुरहरूलाई म सबै हाल्दैछु। यो जिरा धुलो है। अनि यो चाहिँ हाम्रो खुर्सानी होइन। खुर्सानी हाल्दैछु मैले।
अनि साथीले भन्दैछ खोर्सानी धेरै पिरो हाल्नु हुँदैन है, पेट फुल्छ भनेर सल्लाह सुझाव पनि दिँदै हुनुहुन्छ होइन। म चाहिँ चट्टसँग फेरि फ्राई गरेर यसरी मरमसला हालेर चाहिँ म चलाउँदैछु होइन। यस्तो अवस्था देखिएको छ मैले पकाएको चिकन मिट चाहिँ। अनि यसरी बजाउँदा उम्लिरहेछ है। क्या दामी आज अब आफ्नै पारामा बनाउने हो होइन, गाउँले पारामा। अब आउँदैन होइन, म कुनै कुक त होइन, र पनि हजुरहरूमा हल्का यसरी यो पानी हाल्ने, फेरि यसलाई सुकाउने है, मजाले सुकाएर चाहिँ अनि चट्टसँग फेरि यसलाई ढाकिदिने। चट्ट सुकेपछि फेरि दामी हुन्छ। अनि त्यहाँबाट चाहिँ यस्तो भएको छ है त, सुकेर ग्रेभी भएको छ होइन, यो टाइपको। अब चट्ट यसलाई हल्का अब यो ग्रेभीलाई फेरि चट्ट सुकाएर यस्तो बनाउने हो होइन। चट्ट यस्तो भएको छ साथीहरू, भएको छ है। अब चाहिँ खानको लागि रेडी हुन आँटेको छ भने अब फेरि फ्राई एकदमै लामो समयसम्म फ्राई गर्नुपर्छ। यहाँको अब यो कुबेतको चिकन चाहिँ कस्तो भने अब 5-6 महिनासम्म प्याकिङ गरेर राखेको हुन्छ नि त। यसलाई चट्टसँग मजाले फ्राई गरेर फेरि पानी थप्ने होइन। अनि पानी थपेर चाहिँ चट्ट बनाउने हो होइन। अनि हजुरहरू चाहिँ कसरी बनाउनुहुन्छ? मेरो भिडियोलाई लाइक, कमेन्ट र सेयर, सब्सक्राइब गरिदिनु होला। हस् त, बाई बाई। मैले बनाएको कस्तो लाग्यो होइन, हजुरहरूलाई आउँदैन भने यसरी चाहिँ बनाउन सक्नुहुन्छ है त। अब हामीले खानको लागि रेडी भइसक्यो, ग्रेभी टक्क बनाएको छ है। अब मेरो साथी चाहिँ खाना पस्केर भाग हाल्दैछन् होइन। अनि म चाहिँ यसो भिडियो गर्दैछु। अनि दुईजना साथीहरू चाहिँ साइडमा खोल्केलाएर बसिरहनु भएको छ। हामी चाहिँ खाना खान बसिसकेका छौँ है। मेरो दाइ खाना खाँदै हुनुहुन्छ है। अनि म पनि खाना खान लागेँ। अब ल साथीहरू, भिडियो कस्तो लाग्यो अन्तिमसम्म लाइक, कमेन्ट